होइन केटा, तैँले फोन चाहिँ कति चाहिँ चलाउँछस् हौ? अनि के फोन नचलाएर मेरो ला 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 बा यो पालि पनि भाइ टिका लाउन नपाइने भयो है। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। ल हेर केटा, तिमीलाई यति नै भाइ टिका लगाउन रहर नै हो भने अब तिहारको बेला हो, ठिकै छ, त्यो पनि हो। ल अस्मितासँग लगाइ माग्न त। है त्योसँग त कुरो त मिल्नै पो लागेको थियो त। बा त्योसँग त कहाँ हुन्छ, त्योसँग त मिल्दैन नि। अब त्योसँग पनि मिल्दैन भने त अब ल सुस्मितासँग लगाइ माग्न त। बाउ त्योसँग त झन् मेरो चलि नै सकेको थियो नि। त्योसँग पनि हुँदैन, त्योसँग पनि हुँदैन। ल भन्न त, तै भन्न कोसँग लगाउने त भाइ टिका? हो तपाईले कुरा चाहिँ यस्तो गर्नुपर्ने हो क्या, यति राम्रो कुरा। भनेपछि अस्मितासँग भएन, सुस्मितासँग भएन। ल अब म फुलकुमारीसँग लगाउँछु। हेलो ए फुलकुमारी, कुरा यस्तो भयो होइन, अब म तिमीलाई एकदमै माया गर्छु क्या। म तिमी बिना त मरि नै हाल्छु। अब हामी बिहे गरौँ है, छिट्टै बिहे गरौँ। त्यसपछि चाहिँ अब यहाँ अब तिहार पनि आउँदैछ। अब यहाँ मेरो छोराले ल्याङ गर्छ होइन, अब मलाई थाहा छ यो अलिक भोका पनि छ होइन। त्योभन्दा पनि अब भाइ टिका लाउनु पर्छ भनेर अब रिसाउँछ क्या, मलाई के भन्छ क्या। त्यही भएर अब हामी बिहे गरौँ होइन। त्यसपछि चाहिँ एउटा चाहिँ जन्माइदिउँ केही पर होइन, तागत देखाइदिउँ न। हुन्न कहाँ त्योसँग तिमीले भाइ टिका लगाउनु भन्दा म त्यो फुलकुमारीसँग बिहे गर्छु। त्यसपछि बरु मैले एउटा बहिनी तिमीलाई जन्माइदिन्छु, त्यसपछि लगाइराख न, के हुन्छ र? के बनेपछि तपाईँले फुलकुमारीलाई ताकिसक्नु भएको? राम राम राम, त्योसँग बिहे गर्ने, त्यसपछि मलाई एउटा बहिनी जन्माइदिने है। राम राम, अझै पनि तपाईँसँग त्यत्रो तागत छ? केटा त मेरो छोरा होस्, तैँले केही बुझ्दैनस्। बच्चा जन्माउनलाई नि केटा तागत होइन क्या, लामो बुद्धि चाहिन्छ क्या।